नमस्कार, जय श्री सीताराम। अठोला ज्योतिषको ज्योतिष सिकौँ कार्यक्रममा हामीले अहिलेसम्म नक्षत्रको आधारमा कसरी राशिको निर्माण हुन्छ यो कुरा सिक्यौँ। नक्षत्रका चरणहरूको बारेमा थाहा पायौँ। अब आजको यस एपिसोडमा नक्षत्रबाट व्यक्तिको नाम कसरी राखिन्छ त्यो कुरो चाहिँ म यहाँहरूलाई जानकारी दिन गइरहेको छु। हामीले पहिले नै थाहा पाइसक्यौँ कि नक्षत्र जम्मा 27 वटा छन् भनेर। नक्षत्र कतिवटा छन्? 27 वटा। र ती नक्षत्रहरूबाट राशि बन्दछ। 3 वटा नक्षत्रहरू मिलेर एउटा राशि बन्छ। अब 3 वटा नक्षत्रहरू भन्नाले 3 वटाको जम्मैको 4 चरण चाहिँ त्यसमा आउँदैन र जम्मा 9 चरण एउटा राशिमा हुन्छ। अब यो यसभन्दा पहिला थाहा पायौँ कुन नक्षत्रको कति चरण, कुन नक्षत्रको कति चरण एउटा राशिमा हुन्छ भनेर हामीले यसभन्दा पहिलाको भिडियोमा थाहा पायौँ। अब आज चाहिँ नक्षत्रबाट कसरी व्यक्तिको नामको सुरुको अक्षर राखिन्छ, अर्थात् व्यक्तिको नाम नक्षत्रको आधारमा कसरी राखिन्छ भनेर आजको भिडियोमा म प्रस्तुत गर्नेछु। पहिला अश्विनी नक्षत्रबाट थाहा पाऊँ। कुनै व्यक्तिको जन्म अश्विनी नक्षत्रमा भएको छ भने अश्विनीको पहिलो चरणमा जन्मेको छ भने चु, दोस्रोमा चे, तेस्रोमा चो र चौथो चरणमा जन्मेको छ भने ला भन्ने अक्षरबाट नाम सुरु हुन्छ। जस्तै अब यहाँ चु, चे, चो, ला, अश्विनी भनिन्छ। अब यहाँ चु, चे, चो भने पनि यदि अश्विनी नक्षत्रको पहिलो, दोस्रो, तेस्रो चरणमा जन्मभएको छ भने त्यो व्यक्तिको नामको सुरुको अक्षर च भन्ने अक्षरबाट सुरु हुन्छ, हैन? अब चौथो चरणमा जन्मिएको छ भने ल भन्ने अक्षरबाट सुरु हुन्छ। अश्विनीको पहिलो चरणमा कसैको जन्म भएको छ भने त्यसको नाम चेतराज हुन सक्छ, हैन? त्यस्तै अब दोस्रो चरण, तेस्रो चरणमा पनि चबाट सुरु हुन्छ र चौथो चरणमा जन्मिएको छ भने ल भन्ने अक्षरबाट नाम सुरु हुन्छ। अर्को नक्षत्र छ भरुणी नक्षत्र। भरुणीमा यदि कसैको जन्म भएको छ भने त्यो व्यक्तिको जन्म ल भन्ने अक्षरबाट सुरु हुन्छ। यहाँ ली, लु, ले, लो, भरुणी भन्ने हुन्छ। ली, लु, ले, लो, भरुणी। त्यस्तै कृत्तिका नक्षत्रमा जन्मिएको छ भने अ, इ, उ, ए बाट सुरु हुन्छ। पहिलो चरणमा जन्मिएको छ भने अ, दोस्रोमा इ, तेस्रोमा उ र चौथोमा ए। अ, इ, उ, ए कृत्तिका। अब अर्को नक्षत्र छ रोहिणी। रोहिणी नक्षत्रमा कसैको जन्म भएको छ भने पहिलो चरणमा ओ, दोस्रोमा बा, तेस्रोमा बी र चौथोमा बु भन्ने अक्षरबाट सुरु हुन्छ। ओ, बा, बिबु, रोहिणी। अब रोहिणी पछिको अर्को नक्षत्र छ मृगशिर नक्षत्र। यसलाई मृगशिरा पनि भनिन्छ। मृगशिर नक्षत्रको पहिलो चरणमा जन्मिएको छ भने बे, दोस्रोमा बो, तेस्रोमा का र चौथोमा की भन्ने अक्षर आउँछ र यी अक्षरहरूबाट व्यक्तिको नाम सुरु हुन्छ। बे, बो, का, की, मृगशिर। अर्को नक्षत्र छ आरद्रा। आरद्राको पहिलो चरणमा कु, दोस्रोमा ङ, तेस्रोमा घ र चौथोमा छ भन्ने अक्षरबाट नाम सुरु हुन्छ। कु, ङ, घ, छ, आरद्रा। आरद्रा पछिको अर्को नक्षत्र छ पुनर्वसु। पुनर्वसुको पहिलो चरणमा के, दोस्रोमा को, तेस्रोमा हो र चौथोमा हि। के, को, हो, हि, पुनर्वसु। पुनर्वसु पछिको नक्षत्र छ तिख्य अर्थात् पुख्य र यसको पहिलो चरणमा हु, दोस्रोमा हे, तेस्रोमा हो र चौथोमा डा भन्ने अक्षर आउँछ र अब पहिलो, दोस्रो, तेस्रो चरणमा जन्मिएको छ भने
ह भन्ने अक्षरबाट नाम सुरु हुन्छ र चौथोमा जन्मिएको छ भने ड भन्ने अक्षरबाट नाम सुरु हुन्छ। अनि अश्लेषा तिख्य पछिको अर्को नक्षत्र छ अश्लेषा। अश्लेषामा जन्मिएको व्यक्तिको नाम डबाट सुरु हुन्छ, किनकि यसमा चारैवटा चरणमा ड भन्ने अक्षर नै आयो। डी, डु, डे, डो, अश्लेषा। पहिलो चरणमा डी, दोस्रोमा डु, तेस्रोमा डे र चौथोमा डो भन्ने अक्षर यहाँनिर आउँछ। र अश्लेषा नक्षत्रमा जन्मिएको व्यक्तिको नाम चाहिँ ड भन्ने अक्षरबाट सुरु हुन्छ। अश्लेषा पछिको नक्षत्र आउँछ मघा। मघा नक्षत्रमा कुनै व्यक्तिको जन्म भएको छ भने त्यसको नाम म भन्ने अक्षरबाट सुरु हुन्छ। यहाँ मा, मी, मु, मे, मघा हुन्छ। अर्थात् मघाको पहिलो चरणमा मा, दोस्रोमा मी, तेस्रोमा मु र चौथोमा मे भन्ने अक्षर हुन्छ। अनि मघा पछिको नक्षत्र छ पूर्व फाल्गुनी। पूर्व फाल्गुनी नक्षत्रको पहिलो चरणमा मो, दोस्रोमा टा, तेस्रोमा टी र चौथोमा टु भन्ने अक्षर आउँछ। यहाँ मो, टा, टी, टु पूर्व फाल्गुनी। अब पूर्व फाल्गुनी पछिको अर्को नक्षत्र छ उत्तरा फाल्गुनी। उत्तरा फाल्गुनीको पहिलो चरणमा जन्मिएको छ भने टे, दोस्रोमा टो, तेस्रोमा पा र चौथोमा पी भन्ने अक्षर हुन्छ। यहाँ टे, टो, पा, पी उत्तरा फाल्गुनी भनिन्छ। उत्तरा फाल्गुनी पछि आयो अर्को नक्षत्र हस्त। हस्तमा जन्मिएको व्यक्तिको नाम चाहिँ प, स, न, ठबाट हुन्छ। पु, स, न, ठ। पहिलो चरणमा पु, दोस्रोमा स, तेस्रोमा न र चौथोमा ठ भन्ने अक्षर आउँछ र यी अक्षरबाट कर्मैसँग व्यक्तिको नाम सुरु हुन्छ। हस्तपछिको अर्को नक्षत्र छ चित्रा। चित्रामा जन्मिएको व्यक्तिको नाम प अथवा रबाट सुरु हुन्छ। पहिलो चरणमा पे, दोस्रोमा पो, तेस्रोमा रा र चौथोमा री भन्ने अक्षर आउँछ। यहाँ पे, पो, रा, री चित्रा हैन। चित्रा पछिको अर्को नक्षत्र छ स्वाति। स्वाति नक्षत्रमा जन्मिएको व्यक्तिको नाम र अथवा तबाट सुरु हुन्छ। रु, रे, रो, ता, स्वाति। यो चाहिँ रु, रे, रो, ता, स्वाति। स्वाति पछिको नक्षत्र छ विशाखा। विशाखामा जन्मिएको व्यक्तिको नाम तबाट सुरु हुन्छ। पहिलो चरणमा ती, दोस्रोमा तु, तेस्रोमा ते र चौथोमा तो भन्ने अक्षर आउँछ। ती, तु, ते, तो विशाखा। विशाखा पछिको नक्षत्र छ अनुराधा। अनुराधामा जन्मिएको व्यक्तिको नाम नो भन्ने अक्षरबाट सुरु हुन्छ। पहिलो चरणमा ना, दोस्रोमा नि, तेस्रोमा नु र चौथोमा ने भन्ने अक्षर आउँछ। ना, नि, नु, ने अनुराधा। अनुराधा पछिको नक्षत्र छ ज्येष्ठा। ज्येष्ठा नक्षत्रमा जन्मिएको व्यक्तिको नाम नो अथवा यबाट सुरु हुन्छ। पहिलो चरणमा नो, दोस्रोमा या, तेस्रोमा ए र चौथोमा यु भन्ने अक्षर आउँछ। नो, या, ए, यु ज्येष्ठा। ज्येष्ठा पछिको नक्षत्र छ मूल। मूलमा जन्मेको व्यक्तिको नाम य अथवा भबाट सुरु हुन्छ। पहिलो चरणमा ए, दोस्रोमा यो, तेस्रोमा भा र चौथोमा भी। ए, यो, भा, भी मूल। मूल पछिको अर्को नक्षत्र छ पूर्वाषाढा। यसलाई पूर्वखाडा पनि भनिन्छ। पूर्वखाडाको पहिलो नक्षत्रमा भू, दोस्रोमा ध, तेस्रोमा फा र चौथोमा ढ। भू, ध, फा, ढ पूर्वखाडा। पूर्वाषाढा पछिको नक्षत्र छ उत्तराषाढा। उत्तराषाढामा कसैको जन्म भएको छ भने त्यसको नाम भ अथवा ज भन्ने अक्षरबाट सुरु हुन्छ। यहाँ उत्तराषाढाको पहिलो चरणमा भे, दोस्रोमा भो, तेस्रोमा जा र चौथोमा जी भन्ने अक्षर आउँछ। पे, भो, जा, जी उत्तराषाढा। उत्तराषाढा पछि अर्को नक्षत्र आउँछ अभिजित, तर यो चाहिँ राशि निर्माणमा आउँदैन। अब
जुजे जोखा अबिची भनिन्छ। त्यसपछि आउँछ श्रवण नक्षत्र। श्रवणमा कसैको जन्म भएको छ भने त्यसको नाम खबाट सुरु हुन्छ। यहाँ खी खु खे खो श्रवण। पहिलो चरणमा खी, दोस्रोमा खु, तेस्रोमा खे र चौथोमा खो भन्ने हुन्छ। श्रवणपछिको नक्षत्र छ धनिष्ठा। धनिष्ठामा कसैको जन्म भएको छ भने त्यस व्यक्तिको नाम ग भन्ने अक्षरबाट सुरु हुन्छ। पहिलो चरणमा गा, दोस्रोमा गी, तेस्रोमा गु र चौथोमा गे भन्ने अक्षर आउँछ। गा गी गु गे धनिष्ठा। धनिष्ठा पछिको नक्षत्र छ शतभिषा। शतभिषामा जन्मिएको व्यक्तिको नाम ग अथवा स भन्ने अक्षरबाट सुरु हुन्छ। बुझिहालौँ, ग अथवा स। पहिलो चरणमा जन्मिएको छ भने गो, दोस्रोमा सा, तेस्रोमा सी र चौथोमा सु भन्ने अक्षर आउँछ। शतभिषापछि आउँछ उत्तर भाद्रपद। यसलाई उत्तर भाद्र पनि पूर्व भाद्रपद, यसलाई पूर्व भाद्र। शतभिषापछि आउँछ पूर्व भाद्रपद, अर्थात् यसलाई पूर्वभाद्र पनि भनिन्छ। पूर्वभाद्रमा जन्मिएको व्यक्तिको नाम स अथवा दबाट आउँछ। पहिलो चरणमा जन्मिएको छ भने से, दोस्रोमा सो, तेस्रोमा दा र चौथोमा दी। से सो दादी पूर्वभाद्र। पूर्वभाद्रपछि आउँछ उत्तर भाद्र। उत्तर भाद्रमा जन्मिएको व्यक्तिको नाम पहिलो चरणमा द, दोस्रोमा थ, तेस्रोमा झ र चौथोमा य भन्ने अक्षरबाट सुरु हुन्छ। दु थ झ य उत्तर भाद्र। अन्तिम नक्षत्र छ रेवती। रेवतीमा जन्मिएको व्यक्तिको नाम चाहिँ द अथवा च भन्ने अक्षरबाट सुरु हुन्छ। द अथवा च भन्ने। पहिलो चरणमा दे, दोस्रोमा दो, तेस्रोमा चा र चौथोमा ची भन्ने अक्षर आउँछ। र यसरी रेवती नक्षत्रमा कसैको जन्म भएको छ भने त्यसको नाम द अथवा च भन्ने अक्षरबाट सुरु हुन्छ। हस् त, मैले यहाँ कुन नक्षत्रमा जन्मिएको व्यक्तिको नाम कुन अक्षरबाट सुरु हुन्छ, नक्षत्रको कुन चरणमा जन्मिएको छ भने कुन अक्षर हुन्छ, त्यो पनि मैले यहाँ प्रस्तुत गरेँ। यसभन्दा पहिलाको भिडियोमा नक्षत्रको कुन चरणमा कुन राशि आउँछ, कुन राशिभित्र नक्षत्रको कुन कुन चरण पर्छ त्यो चाहिँ मैले बताइसकेको छु। अब कुनै व्यक्ति कुन नक्षत्रको कुन चरणमा जन्मिएको भनेर थाहा पाउनुको लागि उसले जन्मेको समय थाहा पाउनुपर्छ र अनि पञ्चाङ्गमा नक्षत्रले कति घडीसम्म भोग गरेको छ, त्यो दिन नक्षत्र कति बजेसम्म छ त्यो दिइएको हुन्छ र त्यो दिइएको आधारमा नक्षत्रको चरण गणना गरेर अनि व्यक्तिको जन्म चरण थाहा पाउन सकिन्छ। र यसरी नक्षत्र अनुसार नामकरणको कुरा मैले आज यहाँ पस्किएँ। हस्त, धन्यवाद, नमस्कार।